राजा ज्ञानेन्द्रप्रति मेरो कुनै पूर्वाग्रह पनि बडो उच्च सम्मान पनि छ। तपाईँले याद पनि होला जब उहाँले एकचोटि हार्ट एट्याक भएको पनि खबर पाएँ। म नजिकै तपाईँ भेट्न जानुभयो? म गएँ, म कसैले भनेर गएको होइन, त्यति बेला मात्रै सामान्य कुरा मात्रै हो। र कुनै बेला त्यस्तो अवसर परेछ भने अलिकति उहाँका कुराहरू सुन्ने, उहाँको भावना बुझ्ने पनि मेरो इच्छा चाहिँ छ। उहाँलाई अन्याय पर्याय हुनसक्छ, देश र जनताको हितमा हुने कुरा जो कसैले उठाएको भए पनि त्यसमा चाहिँ छलफल गरेर अगाडि जाउँ। नेपाल हिन्दू धर्म सापेक्ष राज्य थियो र त्यसैमा फर्किनुपर्छ भन्ने जुन माग सुनिन थालिएको छ, अलिकति देशको एउटा विशिष्ट अवस्थामा त्यसैले आशंकाले गर्दा हाम्रा अन्य कुराहरू पनि खलबलिने, जनताको बिचमा झन् आशंका हुने र त्यसले गर्दा फेरि अरूले पनि खेल्ने स्थिति आउँछ भने फेरि क्रमशः जान पनि सकिन्छ, उपयुक्त बाटो खोज्न सकिन्छ भन्ने मलाई लाग्छ। नेपालगञ्जको वार्ता ताका हापुरे जानुभन्दा अगाडि त्यो दिन तपाईँ एउटा कागज A4 साइजको कागजमा स्ल्याप गर्दै हुनुहुन्थ्यो, के हो यो पुनर्लेखन भनेको। त्यहाँबाट सुरु भएको राजनीति आज फेरि अलिकति मच्योर्ड र अलि रेट्रोस्पेक्टिभ, अलि अकोमोडेटिभ